केही कुरा फेरि बोल्न मन लाग्यो। त्यो कुरा चाहिँ के को विषयमा थियो भन्दाखेरि प्रधानमन्त्री चाहिँ संसदमा गएर चाहिँ एउटा चाहिँ जवाफ नदिएको भन्ने चाहिँ सांसदहरूको कुरा र अधिकांश जनताहरूको पनि कुरा चाहिँ उत्तरदायित्व नभएको भन्ने कुरा थियो। र त्यो कुरामा चाहिँ बजेट भाषणको पछि चाहिँ प्रधानमन्त्री गएर आफै चाहिँ संसदमा समय मागेर चाहिँ प्रश्नोत्तरको कार्यक्रमहरू चाहिँ एरेन्ज गर्ने क्रममा स्पेसल्ली सीमा अतिक्रमण भारत र नेपाल बिचको कुरालाई लिएर चाहिँ बोलिएको थियो, जसमा एउटा कुरा जुन चाहिँ म प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ कि भारतले मात्र चाहिँ नेपालको सीमा होइन कि नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने कुरा गरियो। र यसलाई चाहिँ धेरै नै कन्ट्रोभर्सी गरियो त्यही दिनदेखि नै र एक दिनपछि र त्यसपछि परराष्ट्र मन्त्रालयले चाहिँ भन्न खोजेको कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ स्पष्टीकरण चाहिँ प्रेस विज्ञप्ति मार्फत दिएको थियो। यद्यपि मैले चाहिँ यहाँ चाहिँ के भन्न खोजिरहेको छु भन्दाखेरि त्यो दिए तापनि बाहिर कन्ट्रोभर्सी चाहिँ त्यो भन्न नहुने थियो भन्ने कुरा आयो। म आज त्यो भनेको 2-3 दिनपछि बोल्दैछु। यो 2-3 दिनपछि बोल्नु भनेको चाहिँ के हो भन्दाखेरि मसँग जुन अभिव्यक्ति बालेन शाह यानि कि प्रधानमन्त्री एज ए नेपालकोबाट आयो, त्यो अभिव्यक्ति अथवा त्यो कुरा नै मेरो लागि केही हदसम्म भन्न नहुने कुरा थियो, अथवा चाहिँ त्यसलाई चाहिँ मिलाएर नै भन्नुपर्ने थियो। यसको अर्थ यो हो भनेर चाहिँ प्रेस